दिवेश्वर राज वैद्य, पार्टनरसिप कन्सल्टेन्ट। आज हाम्रो यस वेबिनारमा हजुरलाई धेरै स्वागत छ। सो आजको हाम्रो मेन टपिक रहनेछ हाउ टु बिल्ड रेकरिङ रेभेन्यू विथ पार्टनरसिप इन नेपाल। सो हजुरहरूले आफ्नो व्यस्तताको बावजुद पनि टाइम निकालेर आइदिनु भएको छ, त्यसलाई धेरै धेरै धन्यवाद। र यसभन्दा अगाडि पनि मैले हजुरलाई सायद कलको थ्रु अथवा हजुरसँग मिटिङहरू गरेर हजुरसँग अलरेडी भेट पनि भयो होला। सो हजुरको डिफ्रेन्ट हजुरको ब्याकग्राउन्डबाट आउनुभएको, कोही एज फ्रिलान्सर्स आउनुभएको देखिन्छ, कोही चाहिँ एज सिस्टम इन्टिग्रेटर्स, सफ्टवेयर डेभलपर्स होइन, डेभलपमेन्टहरू काम गरिरहनु भएको छ, अथवा एज इभन सफ्टवेयर रिसेलर्स हुनुहुन्छ अलरेडी होइन। सो आजको यस हामी वेबिनार चाहिँ सुरु गर्छौँ। I think we'll take it slow in the beginning, so we'll wait for a few folks to join in. Meanwhile, हजुरले मेरो नम्बर पनि देख्न सक्नुहुन्छ र मेरो वाट्सएपको चाहिँ क्युआर कोड यता राखेको छु। सो कुनै पनि बिचको समयमा हजुरलाई कुनै पनि प्रश्नहरू छ भने मलाई डाइरेक्टली पनि हजुर ड्रप गर्न सक्नुहुन्छ, जसबाट हामी चाहिँ डिरेक्टली कनेक्ट गरेर हजुरको कन्टेक्स्टहरू पनि बुझ्न सक्छौँ होइन। र त्यसरी नै हजुरको पार्टनरसिपको जर्नी पनि हामी चाहिँ अगाडि पुरा पनि गर्न, अथवा हजुरको कुनै जिज्ञासाहरू छ भने मलाई डाइरेक्टली सोध्नु भएपछि त्यही पनि हाम्रो कुरा पनि अगाडि बढाउनु। I think we'll get started really. So what are the things I'll be covering into this session? मेनली आज हाम्रो उडु चाहिँ के हो, सो कतिजना उडुमा एकदमै नयाँ पनि हुनुहुन्छ होइन। सो त्यही भएर मैले चाहिँ अलिकति हाम्रो ब्याकग्राउन्डको बारेमा पनि मैले चाहिँ गर्छु, त्यसै गरेर हाम्रो पार्टनरसिपको अपर्च्युनिटीहरू रहनेछ र हजुरले उडुमा एज पार्टनर चाहिँ कसरी रेकरिङ रेभेन्यू चाहिँ बिल्ड गर्न सक्नुहुन्छ, बिकज हजुरको आफ्नै गोल्सहरू लिएर आउनुभएको छ, त्यसलाई लिएर कसरी हजुरले चाहिँ रेकरिङ रेभेन्यू बिल्ड गर्न मिल्ने। अर्को चाहिँ हजुर कस्तो ब्याकग्राउन्डबाट होइन, हजुरले कुन कन्टेक्स्टमा कसरी चाहिँ हजुरले पार्टनरसिप चाहिँ सुरु गर्नुहुन्छ, त्यसमा पनि हामी कुरा गर्छौँ। र एन्डमा चाहिँ अब क्वेसन एन्सर छ भने चाहिँ त्यहाँ पनि हजुरको क्वेसन्सहरू लिन्छौँ। बट देन लाइक मैले अघि वाट्सएप छ, सो यहाँ पनि एकछिन राखेँ, यो हजुरले खिचेर पनि राख्न सक्नुहुन्छ। सो यहाँ चाहिँ हजुरले मलाई कन्ट्याक्ट गरेर पनि क्वेसनहरू चाहिँ एन्डमा राख्नु। सो प्रोसिड। हजुरको चाहिँ उडु के हो त? सो उडु चाहिँ हजुरको कम्प्लिट इआरपी हो। सो इट्स अल इन वान बिजनेस म्यानेजमेन्ट सफ्टवेयर। अनि यसमा चाहिँ हजुरको 78वटा चाहिँ हाम्रो उडु एप्लिकेसन पाउनुहुन्छ। इट्स अल मोड्युलर एन्ड इन्टिग्रेटेड होइन। त्यो हुने बित्तिकै हजुरले ठ्याक्क यो एन्ड्रोइड आइओएसमा जसरी यो इन्टरफेस चाहिँ पाउनुहुन्छ, र हजुरले एप्लिकेसन एप्स भन्छ त्यहाँ गएर आफूलाई आफ्नो बिजनेस वर्कफ्लो अनुसार जुन एप्लिकेसनहरू रेलेभेन्ट हुने भयो त्यहाँ हजुरले एक्टिभेट गर्नु भएर हजुरले कन्फिगर गरेर हजुरले इम्प्लिमेन्ट चाहिँ गर्न मिल्ने। सो त्यो सँगै हजुरको चाहिँ हाम्रो यो स्टुडियो टुल भनेर आउँछ, जसमार्फत हजुरले विदाउट कोडिङ पनि हजुरले इन डेप्थ पनि हजुरले कस्टमाइज पनि गर्ने मिल्ने भयो, बिकज इट्स बेस्ड अन अब्जेक्ट रिलेसन म्याप। अर्को भनेको चाहिँ हजुरले सोर्स कोड एपिआई पनि पाउनुहुन्छ, जसमार्फत हजुरले चाहिँ कुनै पनि अब इन्टिग्रेसन्स अथवा डेभलपमेन्टमा पनि। अब अलिकति अझै हाम्रो बजार लिएर हामीले चाहिँ अब अझै हाम्रो उडुमा आउन अगाडि हाम्रो अहिलेको कन्टेक्स्टको कुरा गऱ्यौँ भने बेस्ड अन आवर रिसर्च हजुरको के देख्नुहुन्छ भन्दाखेरि लगभग हजुरको 10 लाखवटा जति रेजिस्टर्ड कम्पनीहरू देखिन्छ नेपालमा, जसमा कि अब अहिले इआरपी अथवा कुनै पनि अब सफ्टवेयरहरू एडप्ट गरिरहनु भएको कम्पनीजहरू पनि हुनुहुन्छ। तर एकदमै धेरै कम्पनीजहरू चाहिँ कति केसमा म्यानुअल चलाइरहनु भएको छ अथवा एकदमै फ्रेगमेन्टेड हिसाबले चलाइरहनु भएको छ। आई थिङ्क इफ युआर कमिङ फ्रम टेक ब्याकग्राउन्ड अथवा कोर्पोरेटबाट पनि आइरहनु भएको छ, राम्रोसँग यसमा चाहिँ जानकार हुनुहुन्छ होला। सो त्यसमा के देखिन्छ भन्दाखेरि अब हाम्रो यो भदौ अहिले वेबिनार हुँदै गर्दाखेरि हजुरको भदौ चल्दैछ। सो हाम्रो यो अस्ति भर्खरै आर्थिक वर्ष चाहिँ सुरु भयो। सो यही बेलातिर चाहिँ हाम्रो कम्पनीहरूले डिसिजनहरू लिनुहुन्छ होइन। सो त्यही बेला हामीले विभिन्न सफ्टवेयरहरू लिइरहेको हुन्छ प्रायः केसमा। र त्यो हुँदाखेरि चाहिँ हजुरको अब हरेक डिपार्टमेन्टले आफ्नो हिसाबले आफूलाई जुन चाहियो त्यही सफ्टवेयरहरू लिनुहुन्छ र आफ्नै हिसाबले गर्नुहुन्छ। र त्यो गर्नुको मुख्य कारण भनेको त हजुरको डिजिटल ट्रान्सफर्मेसन नै भइरहेको हुन्छ, र त्यसमा ग्याप चाहिँ के आइडेन्टिफाई भइरहेको हुन्छ, राम्रोसँग इम्प्लिमेन्ट भइरहेको हुँदैन, एकदमै फ्रेगमेन्टेड हिसाबले हजुरको युज भइरहेको हुन्छ होइन। र अफकोर्स हजुरको डिफ्रेन्ट डिफ्रेन्ट सफ्टवेयर युज हुने बित्तिकै हजुरको डेटाबेस पनि फरक फरक हुने भयो। र इन द एन्ड हजुरको एन्ड युजरले पनि चलाउनु हुँदाखेरि अथवा इम्प्लोइजहरूले चलाउँदाखेरि चाहिँ त्यहाँ समस्या भइरहेको हुन्छ होइन। र अथवा हजुरले इभन आज म्यानेजमेन्ट अथवा मैले कुनै मिटिङ भइरहेछ कि डिसिजन दिनु पऱ्यो,
त्यहाँ चाहिँ मैले रियल टाइममा इन्साइट चाहिँ पाइरहेको हुँदिनँ, अथवा अब मेरो डेटाबेस नै क्लिन नभइसकेपछि मैले त्यहाँ म्यानुअल काम परिरहेको हुन्छ, अथवा हजुरले इन्साइटफुल डिसिजन चाहिँ लिन चाहिँ गाह्रो भइरहेको। सो त्यो गर्दा गर्दै पनि अब त्यहाँ हजुरको कस्ट चाहिँ इन्कर भइ नै रहेको हुन्छ है, मल्टिपल पनि अब सफ्टवेयरहरू छ, र त्यहाँ इन्टिग्रेसनहरू पनि गरिहाल्नु पऱ्यो भने महँगो चाहिँ पर्न गइरहेको। अथवा अब कस्टमै सफ्टवेयर डेभलप गर्नुभएको छ भने अब त्यहाँ मेन्टेनेन्सदेखि लिएर अनेक खर्च चाहिँ आउने भयो। अब हजुरको यता उडुको कुरा गर्नुहुन्छ भने चाहिँ इट्स अल इन वान सफ्टवेयर, जुन चाहिँ हजुरको चाहिँ इट्स गोइङ टु बी बेस्ड आउट अफ सिङ्गल डेटाबेस। हजुरको चाहिँ चाहे त्यो कन्टेन्टमा हजुरको कमर्स होला, नत्र वेबसाइट नै होला होइन, यता ओपरेसन साइडतिर म्यानुफ्याक्चरिङ, इन्भेन्टरी, अकाउन्टिङ, सिआरएमदेखि लिएर पर्चेस त्यो अथवा अरू हजुरको बिजनेस अपरेसन चाहिँ एउटै प्लेटफर्ममा चाहिँ हुने होइन। र अब अलिकति हाम्रो पोजिसनिङको हजुरले कुरा गर्नुहुन्छ भने चाहिँ वी आर क्वाइट फमिलियर विथ अब एसएपी, ओराकल, डाइनामिक्सहरू है। सो यता हामीले के देखिरहेको हुन्छौँ हाम्रो जस्तो मार्केटमा चाहिँ पहिला सुरु त हजुरको अब यता खर्चकै कुरा आउँछ। जस कारण अब त्यहाँ हाम्रो एउटा एकदमै न्यारो चाहिँ भइदिन्छ मार्केट चाहिँ। तर अब उडुमा हेर्नुहुन्छ भने चाहिँ इट्स क्वाइट स्केलेबल। सो त्यो भन्दाखेरि चाहिँ हजुरको एज बिजनेस चाहिँ हाम्रो नेपाल जस्तो कन्टेक्स्टमा एकदमै अझ्याइ चाहिँ भइरहेको हुन्छ होइन। अब बिजनेस चाहिँ अब भर्टिकल्सहरू एडप्ट गर्न खोजिरहनु भएको हुन्छ। त्योभन्दा पनि हजुरको चाहिँ जसरी बिजनेस चाहिँ ग्रो हुँदै गइरहेको हुन्छ उडुमा मजाले हजुरले एज मोड्युलर प्लेटफर्म हजुरले एडप्ट चाहिँ गर्न सक्नुहुन्छ, अथवा स्केल चाहिँ गर्न सक्नुहुन्छ है। सो मेबी जस्ट फर एन इक्जाम्पल एउटा ट्रेडिङ कम्पनी होला, त्यहाँबाट हजुरले वेबसाइट कमर्स गर्न सक्नुहुन्छ। त्यसै गरेर म्यानुफ्याक्चरिङतिर पनि जानुहुन्छ भने त्यो हजुरको उडुमा एप्लिकेसनहरू एक्टिभेट गरेर वर्कफ्लोहरू हजुरले कन्फिगर गरेर अगाडि चाहिँ बढाउनु हुने। सो त्यो मात्र नभएर अब हजुरले इफ अलरेडी यता ओराकल, एसएपी अथवा डाइनामिक्सहरूमा काम पनि गर्नुभएको छ, यता एकदमै धेरै हजुरको पार्ट अफ द रेभेन्यू चाहिँ यता लाइसेन्सहरूमा गइरहेको हुन्छ। सो हाम्रो उडुमा चाहिँ त्यो अलिकति फरक चाहिँ पाउनु, ताकि हजुरको टिकट साइज चाहिँ उतिकै होला, तर हजुरको मेन चाहिँ बिजनेस रेभेन्यूहरू चाहिँ हजुरले मार्जिन चाहिँ बढाउन सक्नुहुन्छ। अर्को कुरा भनेको जब युजर फ्रेन्डलिनेसको कुरा गर्नुहुन्छ, अब त्यसमा चाहिँ मैले स्ट्यान्ड अलोन सफ्टवेयरहरू गरेँ। सो यता अब जसरी हामीले नेपालमा धेरै सफ्टवेयरहरू चाहिँ चलाइरहेको हुन्छौँ, अब हेर्दाखेरि चाहिँ हजुरको थुप्रै फिचर्सहरू चाहिँ इनिसियली देख्नुहुन्छ, त्यो चलाउनु पनि मन पनि लाग्छ होला होइन, अथवा त्यही अनुसार इम्प्लिमेन्ट भइरहेको हुन्छ। तर समस्या चाहिँ कहाँ आइदिरहेको हुन्छ, अब हरेक डिपार्टमेन्टले जब सफ्टवेयरहरू लिनुहुन्छ र चलाउनुहुन्छ, त्यहाँ चाहिँ हजुरको बेसिकली के देखिन्छ, अब आफ्नो हिसाबले चलाइदिनुहुन्छ, र जसले गर्दाखेरि अब डेटाबेस पनि क्लिन नभइरहेको अवस्था हुन्छ, अथवा हजुरले एज म्यानेजमेन्ट कुनै इन्साइट निकाल्नु भयो, त्यहाँ पनि अब हजुरको इन्साइटहरू निकाल्नु चाहिँ गाह्रो भइरहेको हुन्छ, मतलब कि डेटा एनालिसिसहरू गर्न होइन, र त्यहाँ डेटा क्लिनिङहरू कामहरू धेरै परिरहेको हुन्छ। सो त्यही समस्याबाट चाहिँ हजुरले मुक्ति पनि पाउनुहुन्छ, किन भन्दाखेरि हजुरले उडुमा चाहिँ कस्तो हुने भयो, ठ्याक्क बिजनेसको वर्क फ्लो अनुसार नै हजुरले यता उडु चाहिँ कन्फिगर गर्न सक्नुहुन्छ एप्लिकेसनहरू, जसकारण यता एन्ड युजरले पनि चलाउनु चाहिँ सजिलो पाउनुहुन्छ, ट्रेनहरू पनि गर्न सक्नुहुन्छ है सजिलोसँग ट्रेनिङहरू चाहिँ। अनि त्यसपछि इभन त्यसले गर्दाखेरि एउटा डेटा इन्टिग्रिटी पनि मेन्टेन हुने भयो, र हजुरको चाहिँ अब आज एआईको धेरै कुराहरू छन् होइन, र यो आई थिङ्क एआई इज ओन्ली एज गुड एज हाउ क्लिन यर डेटा बेस। सो त्यो पनि हजुरले मेन्टेन गर्न सक्नुहुन्छ भयो, र यता वर्क फ्लो अनुसार नै हजुरको इन्टिग्रेट हुँदाखेरि चलाउनु पनि सजिलो। सो इन जेनरल हजुरले के देख्नुहुन्छ, यु क्यान फाइन्ड बेस्ट अफ बोथ हेयर होइन। यता स्केलेबल पनि हुने भयो, बट एट द सेम टाइम एन्ड युजरलाई सजिलो पनि हुन्छ। सो मैले उडुको चाहिँ अब 78 एप्लिकेसन त भने, अर्को चाहिँ हाम्रो थर्ड पार्टी एप्लिकेसन पनि हुन्छ, जहाँ चाहिँ 60,000भन्दा धेरै एप्लिकेसन अलरेडी अभाइलेबल छ। सो हाम्रो चाहिँ अहिले 20,000भन्दा धेरै हाम्रो ग्लोबली पार्टनर्सहरू हुनुहुन्छ, वर्किङ इन डिफ्रेन्ट एन्ड सेक्टर्स होइन। उहाँहरूले एकदमै धेरै यो एप्लिकेसन मोड्युलहरू चाहिँ बनाएर राख्नु, विच यु क्यान अलवेज एक्सप्लोर लेटर। बट अहिले चाहिँ मैले हाम्रो 78 एप्लिकेसनमा पनि कुनै कुनै कोर एप्लिकेसन चाहिँ यता राखेको छु। कतिजना उडुमा नयाँ हुनुहुन्छ है, सो मैले अलिकति ब्रिफली चाहिँ हजुरलाई कभर गरेँ। सो यता हजुरको फाइनेन्स एप्लिकेसनमा फर इक्जाम्पल अब इन्भोइसिङ, अकाउन्टिङहरू पाउनुहुन्छ, कम्प्रिहेन्सिभ नै पाउनुहुन्छ होइन। र सुन हजुरको विदिन सेप्टेम्बर, अक्टोबर अथवा विदिन नोभेम्बर हाम्रो नेपालको लागि चाहिँ हजुरको एउटा लेभलको लोकलाइजेसन पनि हजुर छिटै पाउनुहुन्छ। र हजुरको यता डकुमेन्टेसनहरू अथवा पेपरलेसतिर जानको लागि चाहिँ हजुरको यो साइन डकुमेन्ट र हजुरको चाहिँ अप्रुभल भनेर पनि एप्लिकेसन पाउनुहुन्छ। र हजुरको सेल्स एप्लिकेसनतिर हेर्नु भयो भने सिआरएम पाउनुहुने भयो, जहाँ कि हजुर लिड म्यानेजमेन्ट, लिड जेनेरेसनदेखि लिएर हजुरको यतैबाट कोटेसन्सहरूदेखि लिएर हजुरको प्रोफर्मा के अरे इन्भोइसेसहरू
सेल्स अर्डर्सहरू सबै हजुरले यहीँबाट म्यानेज पनि गर्न सक्नुहुन्छ। र हरेक एप्लिकेसनमा चाहिँ यहाँ फेरि हजुरले रिपोर्टिङहरू पनि पाउनुहुन्छ, जस कारण हजुरको हरेक डिपार्टमेन्टहरू मजाले यहाँ चाहिँ ड्यासबोर्डहरू इन्साइट्सहरू पनि पाउनुहुन्छ। र अर्को भनेको यता सेल्स एप्लिकेसन पाउनुहुन्छ, जहाँ कि हजुरले सेल्स अर्डरहरू म्यानेज गर्न मिल्ने भयो। इफ यु हेभ लाइक सब्सक्रिप्सन बेस्ड बिजनेसेस होइन, सो सब्सक्रिप्सन म्यानेजमेन्ट यता गर्न मिल्ने भयो। र हजुरको रिटेल होलसेल अथवा हस्पिटालिटी सेक्टरबाट हुनुहुन्छ भने चाहिँ युएस पनि पाउनु हुने भयो। र हजुरको इन्डस्ट्री स्पेसिफिक हजुरले यो इन्टरफेसहरू पनि कन्फिगर चाहिँ गर्नु मिल्ने। र उडुमा हजुरले वेबसाइट एप्लिकेसनबाट मजाले वेब बिल्ड गर्न सक्नुहुन्छ विदाउट कोडिङ होइन। सो अर्को भनेको इकमर्स पनि यहाँ सेटअप गर्न मिल्ने भयो। यता लाइभ च्याट पाउनुहुन्छ, ताकि हजुरको फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट चाहिँ गर्न सक्नु भयो। सो एआई एनेबल्ड पनि हुँदाखेरि एउटा फर्स्ट कल रेजोल्युसन पनि दिन सक्नुहुन्छ। र इ लर्निङ भनेर पनि प्लेटफर्म पाउनुहुन्छ, र एउटा एलएमएस जसरी पनि हजुर पाउनु मिल्ने। सो अर्को चाहिँ अब ब्लग्स फोरमहरू भयो। इफ आर अ बिजनेस यु निड टु टेक बुकिङहरू होइन, सो हजुरको एपोइन्टमेन्ट एप्लिकेसन पाउनुहुन्छ। र अपरेसन साइडतिर आउनुभयो भने चाहिँ यो पर्चेज एप्लिकेसन पाउनुहुन्छ, जहाँ कि हजुरले चाहिँ अब मल्टिपल भेन्डरहरू होला, प्रोक्योरमेन्टहरू गर्दाखेरि हजुरको आरएफक्यूहरू हजुरले यहाँबाट म्यानेज गर्नुपर्ने होला, बिलिङहरू यहीँबाट म्यानेज चाहिँ गर्न सक्नुहुन्छ। र all of these applications here are integrated. So हजुरको चाहिँ अब फर इक्जाम्पल यता सेल्स अर्डरदेखि पर्चेज इन्भेन्टरी यसरी चाहिँ सबै चिज चाहिँ यहाँ इन्टिग्रेटेड हुने भयो यो बिजनेस वर्क। अर्को भनेको हजुरको यो इन्भेन्टरी एप्लिकेसन आउने, जहाँ कि हजुरको यो प्रोडक्ट म्यानेजमेन्ट क्याटेगोरिजदेखि लिएर हजुरको इन्भेन्टरी फोरकास्टिङ होइन, इन्भेन्टरीको अटोमेसन पनि गर्नु पऱ्यो भने हजुरले अब रिपोर्टिङहरू भयो होइन, सबै यताबाट गर्नु चाहिँ सक्छ। र अर्को भनेको इफ यु आर म्यानेजिङ प्रोजेक्ट्स टास्कहरू होइन, हजुर प्रोजेक्ट एप चलाउनु। अर्को भनेको अब कति केसमा प्रोजेक्टहरूमा टाइम सिटहरू पनि लग गर्नुपर्ने हजुरले। फिल्ड सर्भिसेस भनेर एप्लिकेसन पाउनुहुन्छ, जहाँ कि हजुरले चाहिँ अब एम्प्लोइहरूलाई सायद हजुरले काहीँ फिल्डमा पठाउनु पर्ने होला, हजुरले जियो लोकेसन ट्र्याकिङ गर्नेदेखि लिएर इन्टरनल कम्युनिकेसन्स मटेरियल ट्र्याकिङदेखि लिएर अरू पनि फिचर्सहरू चाहिँ यहाँ पाउनुहुन्छ। र हेल्प डेस्कहरू भइहाल्यो। त्यसै गरेर हजुरको यता ह्युमन रिसोर्स एप्लिकेसन पाउनुहुन्छ, सो हजुरको रोस्टरहरू म्यानेज गर्न अथवा एउटा ओभरअल हजुरले रिसोर्स प्लानिङ नै गर्नलाई चाहिँ यो प्लानिङ एप्लिकेसन पाउनुहुन्छ। र इम्प्लोइ एप भयो होइन, हजुरको रिक्रुटमेन्ट भनेर एउटा एज अ एटिएस नै हजुरले चलाउनु मिल्यो। अप्रेजल छ, टाइम अफ रेफरल होइन, पेरोल पनि अब पाउनुहुन्छ। अनि म्यानुफ्याक्चरिङ एप्लिकेसनमा चाहिँ हजुरको यो म्यानुफ्याक्चरिङ नै भनेर पाउनुहुन्छ, जहाँ कि हजुरको बेसिकली सिम्पल बिल अफ मटेरियलदेखि नेस्टेड बिल अफ मटेरियलसम्म चलाउनु मिल्ने। सो यहाँ चाहिँ अब इफ म्यानुफ्याक्चरिङमा हजुरको कुनै डिपेन्डेन्सिजहरू छ भने त्यो लेभल पनि हजुरले यहाँ म्यानेज चाहिँ गर्नु मिल्छ म्यानुफ्याक्चरिङ अर्डर्स होइन। अर्को हाम्रो सप फ्लोर भनेर पाउनु, ताकि हजुरको डिफ्रेन्ट युनिटहरूको थ्रु हजुरको म्यानुफ्याक्चरहरू हुने त्यो पनि यहाँबाट म्यानेज हुने भयो। प्रोडक्ट लाइफ साइकल म्यानेजमेन्ट छ होइन, मेन्टेनेन्स पाउनुहुन्छ, टु सेड्युल यो मेन्टेनेन्स। त्यसै गरेर क्वालिटी एप्लिकेसन हजुरको त्यहाँ टु ट्र्याक यो डिफेक्ट्स हजुरको म्यानुफ्याक्चरिङ प्रोसेस नै हजुरले स्ट्रिमलाइन गर्नु पनि सक्छ। अर्को भनेको यो प्रोडक्टिभिटी एप्लिकेसनमा हजुरको आइओटी भयो, त्यसै गरेर वाट्सएप पनि यहाँ अलरेडी एपिआई इन्टिग्रेट पाउने भयो। र हजुरको चाहिँ डिस्कस भनेर जहाँ कि हजुरको इन्टरनल कम्युनिकेसनहरू गर्नलाई डिफ्रेन्ट च्यानलहरू क्रिएट गरेर हजुरको मिटिङहरू सेड्युल गर्ने, त्यो सबै यताबाट गर्न मिल्ने। युआइपी पनि कनेक्टेड, हाम्रो लोकल पिबिएक्स प्रोभाइडर्सहरू हुनुहुन्छ होला, त्यहाँ पनि हजुर इन्टिग्रेट गरेर हजुरले कल सेन्टरहरू चाहिने होला होइन, त्यो पनि यताबाट सेटअप गर्नु भयो। र नलेज भनेर हजुरले ड्राइभ जस्तो यहाँ पाउनुहुन्छ, जहाँ कि क्यान सिम्पली अपलोड यर documents and also organize it here and even enable your folders or files to हजुरले further even train your AI होइन। सो त्यो पनि भयो। त्यसै गरेर हजुरको मार्केटिङ एप्लिकेसन छ, जहाँ कि एउटा चाहिँ सोसियल मार्केटिङ भनेर यहाँ चाहिँ हजुरको फेसबुक, इन्स्टाग्राम, ट्विटर, लिङ्कडिन, युट्युब यो 5वटा प्लेटफर्म अलरेडी इन्टिग्रेटेड पाउनुहुन्छ। र यहीँबाट हजुरको चाहिँ बेसिकली एउटा ओम्नी च्यानल एक्सपिरियन्स चाहिँ पाउनुहुन्छ, बोथ फर यो इम्प्लोइज एन्ड यो कस्टमर्स होइन। सो यहाँबाट चाहिँ हजुरले कन्टेन्टहरू सेड्युल गर्ने, रेस्पोन्ड गर्ने र अपर्च्युनिटिजहरू क्रिएट चाहिँ गर्न सक्नुहुन्छ। सो त्यसै गरेर एसएमएस मार्केटिङ इभेन्ट्सहरू पनि पाउनुहुन्छ। र अर्को चाहिँ उडुबट पनि यहाँ पाउँछ। सो दिज आर एप्लिकेसन्स ब्रिफली कभर चाहिँ गरेँ, तर हजुरले अझै डिपली चाहिँ हजुरले पनि फिगर आउट चाहिँ गर्न सक्नुहुन्छ, नत्र मलाई पनि कन्ट्याक्ट गरेर पनि हजुरले सोध्नु मिल्ने। सो यो सबै हजुरको स्ट्यान्डर्ड एप्लिकेसन त भएन, यहाँ हजुरले कन्फिगर गर्दै इम्प्लिमेन्ट गर्नु मिल्छ। अर्को भनेको यो स्टुडियो टुल पाउनुहुन्छ, फेरि अब्जेक्ट रिलेसनमा बेसिसमा। इफ यु आर फ्यामिलियर विथ पाइथन होइन, सो हजुरले चाहिँ यहाँ चाहिँ
मजाले कस्टमाइज चाहिँ गर्न मिल्ने भयो इभन विदाउट कोडिङ होइन सो त्यो भन्दै गर्दाखेरि हजुरको चाहिँ यो सोर्स कोड एपिआई पनि पाउनुहुन्छ नेपालमा चाहिँ अब डिफ्रेन्ट कस्टम प्लेटफर्महरू भइरहेको हुन्छ होइन पेमेन्ट इन्टिग्रेसनहरू यो सबैमा पनि हजुरले चाहिँ मजाले नै काम चाहिँ गर्न मिल्छ सो उडुमा चाहिँ हजुरको सिम्पली हाम्रो दुईवटा प्लान चाहिँ पाउनुहुन्छ सो एउटा चाहिँ स्ट्यान्डर्ड भनेर अर्को चाहिँ कस्टम भनेर र हाम्रो प्राइस रेगुलर प्राइसिङ चाहिँ बेसिकली $8.95 पर युजर पर अनि कस्टम प्लान चाहिँ $13.6 पर युजर पर मन्थ चाहिँ हुन्छ यसमा हजुरको फरक चाहिँ के पाउनुहुन्छ स्ट्यान्डर्ड प्लानमा हजुरले सबै उडुको स्ट्यान्डर्ड एप्लिकेसन चाहिँ चलाउनु मिल्ने भयो तर हजुरलाई कुनै पनि कस्टमाइज गर्नु पऱ्यो स्टुडियो टुलहरू चलाउनु पऱ्यो भने चाहिँ कस्टम प्लान इज मोर सुटेबल होइन सो यसमा पनि हजुरको 20% चाहिँ डिस्काउन्ट पाउनुहुन्छ फर यो इनिसियल युजर्स फर द फर्स्ट इयर होइन सो हाम्रो रेगुलर प्राइस चाहिँ यता यसरी आउने भयो र यो चाहिँ हाम्रो मार्केट स्पेसिफिक प्राइसिङहरू चाहिँ पाउनुहुन्छ सो दिस इज द प्राइसिङ फर हाम्रो नेपाल भुटान श्रीलङ्का एन्ड अदर मार्केट्स सो मलाई अझै डिटेलमा हजुरलाई प्रश्न छ भने चाहिँ मलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ यसमा चाहिँ र यो हजुरले जब एज अ पार्टनर चाहिँ अब इफ युआर एक्सप्लोरिङ टु फाइन्ड एन्ड रिसेलिङ अपर्च्युनिटी विथ अस सो हजुरले चाहिँ मल्टी इयर कन्ट्र्याक्ट पनि बेच्न चाहिँ सक्नुहुन्छ सो अभियसली हजुरले मन्थली इयरली बेसिसमा चाहिँ बेच्न सक्नुहुन्छ तर वेन इट कम्स टु हजुर अब मेन आजको टपिक नै हामीले रेकरिङ रेभेन्यूको बारेमा कुरा गर्दैछौँ त्यसैले हजुरले चाहिँ अप टु 5 इयर्स चाहिँ लाइसेन्स चाहिँ बेच्न सक्छ अब यसको मेन अब्जेक्टिभ भनेको चाहिँ एउटा दुइटा कुरा चाहिँ आउँछ होइन अब हामीले मल्टी इयर बेच्दाखेरि चाहिँ एउटा भनेको हामीले लङ टर्म रिलेसनसिप क्लाइन्टसँग बिल्ड गर्छौँ जसकारण हजुरको फर इक्जाम्पल हजुरले 3 वर्ष 5 वर्षको लाइसेन्सहरू त्यसको चाहिँ एकमुष्ट नै क्लाइन्टहरूले पेमेन्ट चाहिँ लमसममा तिर्नुहुन्छ र हजुरले एज अ पार्टनर चाहिँ यहाँ कमिसन चाहिँ डाइरेक्टली चाहिँ पाउनुहुन्छ तर त्योभन्दा पनि अर्को एउटा इम्पोर्टेन्स के भइदिन्छ जति लाइसेन्स चाहिँ इनिसियली लिनुहुन्छ सायद 3 वर्षको लागि 5 वर्षको लागि सो त्यो गर्दाखेरि चाहिँ हजुरको लङ टर्म रिलेसन बिल्ड हुँदाखेरि चाहिँ त्यहाँ अब केही न केही हजुरलाई बिजनेस चाहिँ आइ नै रहने भयो कस्टमाइजेसन होला डेभलपमेन्ट होला नत्र कुनै पनि हजुरको चाहिएला अथवा ट्रेनिङहरूको कुरा होला यसरी चाहिँ हजुरले त्यहीँभित्र पनि रेकरिङ रेभेन्यू चाहिँ बिल्ड गर्नु चाहिँ सक्छ सो यो अहिले मैले स्ट्यान्डर्ड र कस्टम प्लान चाहिँ हजुरलाई भने सो त्यसमा हजुरको कस्टम प्लानभित्र हेर्नु भयो भने चाहिँ 3टा फ्लेक्सिबल होस्टिङ अप्सनहरू पनि पाउन सक्छ सो पहिला चाहिँ हाम्रो यो उडु अनलाइन भनेर छ जुन कि सास होस्टिङ र यसमा चाहिँ हजुरको उडुमै होस्टिङ भयो र यता चाहिँ स्ट्यान्डर्ड एपहरू सबै चल्ने भयो र अहिले स्ट्यान्डर्ड प्लानमा चाहिँ हजुरले स्ट्यान्डर्ड एप मात्र चलेको थियो चाहिँ हजुरले फेरि यो स्टुडियो टुल चलाउनु भएर एउटा लेभलको हजुरले कस्टमाइज पनि गर्न चाहिँ मिल्ने भयो अर्को भनेको यो उडु डट एसएचमा हेर्नु भयो भने यो चाहिँ उडुकै क्लाउड होस्ट सो अगाडि हाम्रो सासमा चाहिँ थर्ड पार्टी एपहरू चाहिँ इन्स्टल गर्न मिल्दैन र हजुरको आफ्नै डेभलपमेन्टहरू चाहिँ गर्न चाहिँ मिल्दैन तर यो हजुरको सबै गर्न हजुरले फ्लेक्सिबिलिटी खोज्नुपर्छ कि त उडु डट एसएच हाम्रो उडुकै क्लाउड होस्टिङ पनि लिन मिल्यो नत्र चाहिँ हाम्रो अन प्रेमिस पनि गर्न चाहिँ मिल्ने भयो अब नेपालको केसमा इफ अब सिधा सिधै हाम्रो जुन आइआरडीको कम्प्लायन्सहरूले अब अन प्रेमिस चाहिँ गर्नु भन्नुभएको हुन्छ होइन सो त्यो केसमा चाहिँ अन प्रेमिस पनि होस्टिङ चाहिँ अभाइलेबल छ सो उडु डट एसएचको कुरा गर्नुपर्दाखेरि चाहिँ हजुरले अहिले जस्तै स्ट्यान्डर्ड एप पनि चल्यो स्टुडियो टुलले कस्टमाइज पनि गर्न मिल्यो थर्ड पार्टी एप्लिकेसन त्यो पनि इन्स्टल गर्न मिल्यो र आफ्नै डेभलपमेन्ट स्टेजिङहरू पनि गर्न चाहिँ सक्छ सो सिमिलर इज द केस उडु के अरे अन प्रेमिस पनि हजुरले गर्दाखेरि चाहिँ सो यता उडुको होस्टिङ चाहिँ भएन यो केसमा हजुरले अब थर्ड पार्टी होला नत्र हजुरले सेटअप पनि गर्न मिल्यो अथवा हजुरले भिएमहरू पनि सेटअप गरिदिन मिल्ने सो अर्को भनेको यहाँ पनि थर्ड पार्टी एप पनि इन्स्टल हुने भयो र अथवा हजुरको आफ्नै डेभलपमेन्ट स्टेजिङहरू सो उडु डट एसएच हाम्रो उडु क्लाउड होस्टिङ जस्तै हाम्रो होस्टिङ चाहिँ हुनुहुन्छ सो त्यो चाहिँ हजुरलाई अझै डिटेलमा बुझ्ने मन छ भने चाहिँ मलाई एकचोटि छुट्टै कनेक्ट पनि गर्न सक्छु अब मैले अहिले एप्लिकेसनहरू चाहिँ सबै कभर गरेँ त्यसपछि स्टुडियो टुलको पनि कुरा गरेँ जहाँबाट हजुरले कस्टमाइजेसनहरू मजाले विदाउट कोडिङ पनि गर्नु मिल्ने सोर्स कोड एपिआई भइ नै हाल्यो र उडुमा चाहिँ हजुरको उडु एआई पनि हामीसँग अभाइलेबल छ सो वी हेभ 6 एलएलएम्स अभाइलेबल एज अफ नाउ अनि यता चाहिँ हाम्रो डिफ्रेन्ट कन्टेक्स्टमा चाहिँ हजुरले उडु एआई चाहिँ चलाउनु मिल्ने सो पहिला त हजुरले अब कन्टेक्स्ट बुझ्नको लागि होला नत्र कन्टेन्टहरू नै जेनेरेट गर्न अथवा कुनै पनि वर्क फ्लोहरू तपाईँको अटोमेट गर्नलाई चाहिँ चलाउनु चाहिँ मिल्ने भयो सो दुइटा तिनवटा कन्टेक्स्टमा चाहिँ एउटा अब कन्टेन्ट जेनेरेसनकै कुरा होला अब हजुरले कुनै वेब पेजेसमा हजुरले अब वेबसाइट नै बनाउँदाखेरि पनि कस्टमाइज गर्न हजुरले एआई चलाउनु मिल्ने भयो कुनै पनि टेक्स्ट भोइस ट्रान्सक्रिप्सनहरूको लागि इमेलहरू हजुरले लेख्नको लागि होइन यता एआई चलाउनु मिल्यो
त्यसै गरेर अब एआई फिल्डहरू अथवा कुनै पनि वर्कफ्लोहरू अटोमेट गर्नलाई पनि चलाउने भयो। अर्को भनेको एज एआई एजेन्ट होइन, जुन अहिले मैले डकुमेन्ट्स र हजुरको नलेज एपहरू भने त्यहाँ हजुरको अब बिलिङ इन्भोइसदेखि लिएर हजुरको इन्टरनल डकुमेन्ट्सहरू भयो, एसओपिजहरू होला होइन। त्यसले गर्दा अब इन्टरनल प्रोडक्टिभिटीलाई अथवा फर्स्ट कल रेजोल्युसनको लागि हजुरले फ्रन्ट एन्डमा क्लाइन्टहरूलाई पनि एआई एजेन्टको थ्रु सर्भिस चाहिँ दिन मिल्ने भयो। आई थिङ्क द्याट अल्सो हेल्प्स टु cost in the organization, but also increase the employee productivity. So these are some of the LLMs that are currently available. अर्को भनेको चाहिँ हाम्रो अहिले ग्लोबली हेर्नुभयो भने 28 मिलियनभन्दा धेरै युजर्स चाहिँ इन मोर देन 200 सम अफ द क्लाइन्ट्स। त्यसै गरेर हाम्रो ग्लोबल प्रेजेन्स हेर्नुहुन्छ भने चाहिँ अहिले हाम्रो ग्लोबली 21वटा चाहिँ जसमा कि हामीले अहिले हङकङ अफिसबाट चाहिँ अब नेपाल भुटानदेखि लिएर हजुरको इस्ट एसिया साउथ एसिया मार्केटहरू छ र ग्लोबली हाम्रो 23,000भन्दा धेरै अहिले अफिसियल पार्टनर्स हुनुहुन्छ। र त्यसै गरेर हाम्रो अहिले लगभग 8,000 जति जना जति चाहिँ हाम्रो इम्प्लोइजहरू हुनुहुन्छ। र मैले इम्प्लोइजहरूको बारेमा के अरे युजर्सहरूको बारेमा मैले भन्ने र अब कम्पनीकै बारेमा हेर्नुहुन्छ भने चाहिँ अहिले रिसेन्ट भ्यालुएसन वाइज $1 बिलियन र हाम्रो मेन इन्भेस्टमेन्ट्स क्यापिटलबाट भयो र हाम्रो स्ट्रेटेजिक पार्टनरसिपमा हेरेको केपिएमजी डेलोइटहरू पनि वी अल्सो रिकगनाइज फर हजुरको बेस्ट ओपन सोर्स सिआरएम एन्ड एन्टरप्राइज अफ द इयर। त्यसै गरेर अहिले हाम्रो udu.sh ISO 27000 र अब अहिले एसिया पेसिफिककै हामीले एज अ मार्केट नै हजुरले हेर्नुभयो भने चाहिँ राम्ररी पेसमा चाहिँ ग्रो भएको चाहिँ देखिन्छ। सो दुईवटा तिनवटा चाहिँ हामीले मेन कारणहरू चाहिँ यसमा देख्छौँ। सो एउटा चाहिँ अब फ्रम ट्रेडिसनल अब म्यानुअल नै काम होला न, त उसको चाहिँ अन प्रेमिसहरूबाट पनि अहिले क्लाउड बेस्ड आर्किटेक्चरमा चाहिँ प्रायः चाहिँ गइरहनु भएको छ। सो अर्को भनेको लोकल कम्प्लायन्स पनि अब हामीले नेपालमा देखिहाल्यौँ, अब एकदमै धेरै कम्प्लायन्सहरूमा चेन्जेसहरू आइरहेछ होइन। सो एज कम्पनी अब एज इकोनोमी नै हाम्रो चाहिँ फर्मलाइज हुँदै जाँदाखेरि चाहिँ लोकल कम्प्लायन्सहरूमा चाहिँ नट जस्ट नेपाल, यो पुरै रिजनमा चाहिँ हामीले त्यसै गरेर कम्प्लायन्सहरूमा चाहिँ राम्रै चेन्जेसहरू चाहिँ पाइरहेको छ। जसले गर्दाखेरि चाहिँ अब उडुमा अहिले भनेको जस्तो हजुरले अहिले उडुको सबै फ्रेमवर्क देखिहाल्नु भयो, उडुको 78 एप्लिकेसन र एआई छ होइन, हजुर टुलले कस्टमाइज पनि गर्न मिल्यो। तर हजुरले जुन सोर्स कोड एपिआई पनि पाइसकेपछि यता कम्प्लायन्सहरू अब जुन छिटो चेन्जहरू आइरहेको देखिन्छ होइन, सो त्यहाँ पनि हजुरले मजाले एडाप्ट गरेर क्लाइन्टहरूलाई हजुरले सर्भिसहरू चाहिँ दिन सक्ने भयो, जसले गर्दा पनि हजुरको यो रेकरिङ रेभेन्यूमा फेरि त्यहाँ पनि। त्यसै गरेर अब यो राइज अफ एजेन्टिक इआरपी होइन, सो यहाँ चाहिँ के देखिन्छ भन्दाखेरि हजुरको यो रिजनभरिमा अथवा नेपालमै पनि हेर्नुभयो, आई थिङ्क यु आर भेरी फमिलियर टु दिस होइन। कति प्रायः केसमा अब कस्टम सफ्टवेयर चलाइरहनु भएको होला, कति केसमा हजुरको डिफ्रेन्ट सफ्टवेयरहरू चलाइ नै रहनु भएको होला होइन। त्यो डेटाबेस चाहिँ एकदमै फ्रेगमेन्टेड अथवा साइलोमा चाहिँ भइरहेको हुन्छ। त्यहाँ कुनै पनि एनालिटिक्स गर्नु पऱ्यो, डिसिजनहरू केही दिन पऱ्यो भने चाहिँ हजुरको म्यानुअल काम चाहिँ धेरै भएको देखिन्छ। र अब एजेन्ट इआरपी चाहिँ किन भन्दाखेरि हजुरको उडुमा इट्स बेस्ड अन सिङ्गल डेटाबेस, हजुरको एभ्रिथिङ इज इन्टिग्रेटेड इन रियल टाइम होइन। सो त्यो हुँदाखेरि चाहिँ हजुरले रियल टाइममा इन्साइट्सहरू पनि पाउनुहुन्छ। र फर इक्जाम्पल म एउटा बोर्ड मिटिङमा छु भने हजुरको रियल टाइममा मैले त्यहाँ डिसिजनहरू पनि लिन चाहिँ सक्ने भएन। सो इन दिस इकोनोमी वेयर अब एभ्रिथिङ इज मुभिङ सो फास्ट, आई वान्ट इन्साइट्स इन रियल टाइम। सो द्याट्स वेयर उडुमा चाहिँ हजुरले एजेन्ट इआरपी पनि पाउनुहुन्छ। जस्ट लाइक मैले अहिले एआईको केसमा फङ्सनालिटिजहरू देखाएँ। सो त्यसै गरेर हाम्रो एसिया पेसिफिकको अब ग्रोथ हेर्नुहुन्छ भने चाहिँ अस्ति गत जुलाईदेखि यो वर्षको जुलाईसम्म हेर्नु भने 54%ले हाम्रो रेकरिङ रेभेन्यूमा चाहिँ ग्रोथ चाहिँ देख्यौँ। त्यसै गरेर हजुरको सब्सक्रिप्सनहरूमा पनि 28%ले ग्रोथ देख्यौँ। सो यसले गर्दाखेरि चाहिँ हाम्रो पुरै रिजनमै एक्चुली इआरपी एडप्सन राम्रोसँग ग्रो भएको चाहिँ हामी देख्छौँ, स्पेसली र अब नेपालमै स्पेसिफिकली हामीले हेऱ्यौँ भने चाहिँ अस्ति यो डिसेम्बरसम्मको चाहिँ मैले राखेको छु यता। सो हजुरको 129%ले चाहिँ हाम्रो लिड्सहरू ग्रो भएको देख्यौँ र त्यसै पिरियडमा हजुरको 110%ले सब्सक्रिप्सन पनि ग्रो भएको चाहिँ देख्यौँ नेपालको केस। सो यसले चाहिँ हामीले के देख्यौँ भन्दा लिड्स ग्रो भएकोले हजुरको इन्ट्रेस्ट चाहिँ ग्रो भएको देख्यौँ र अर्को भनेको सब्सक्रिप्सन ग्रो हुँदा एक्चुली कन्भर्जनहरू पनि। सो त्यही कारणले पनि हामीले उडुको चाहिँ अहिले नेपालमा वी आर एक्सप्यान्डिङ आवर पार्टनर नेटवर्क टु प्रोभाइड। पहिला सुरु त हजुरले लाइसेन्सहरू बेच्ने मिल्ने भयो, त्यसै गरेर हजुरले इम्प्लिमेन्टेसन सर्भिसेस अथवा हजुरकै आफ्नो बिजनेस सर्भिसेसहरू पनि हजुर एडिसनली बेच्न चाहिँ सक्नुहुने भयो। सो अहिले हजुरको जुलाईसम्म आइपुग्दाखेरि चाहिँ हाम्रो लगभग
10,000 युजर जति हुनुहुन्छ र इयर अन इयर नै हाम्रो ग्रो भइरहेको चाहिँ देखिन्छ होइन. सो आई थिङ्क दिस रियली जस्टिफाइज टु हाउ इआरपी एडप्सन इन नेपाल इज ग्रोइङ, स्पेसली इन टर्म्स अफ उडु. त्यसपछि अब यो स्क्रिनमा आउँदाखेरि चाहिँ यो माथिको व्हाइट स्पेसमा हेर्नु भने चाहिँ हाम्रो अहिले जुन जुन क्लाइन्टहरूले चाहिँ उडु चलाइरहनु भएको छ कुनै कुनै चाहिँ मैले यता राखेको छु. माथिको हजुरको दुईवटा रोमा चाहिँ हजुर तपाईँ यो ट्रेडिङ कम्पनीजहरू हुनुहुन्छ, मोटो वर्क्स, त्रिवेणी होइन, युनिलिभर र अरूहरू पनि हुनुहुन्छ. सो त्यसै गरेर हजुरको यता म्यानुफ्याक्चरिङ कम्पनीहरूले पनि चलाइरहनु भएको छ. नेपाल टी कलेक्टिभ भयो, त्यसै गरेर हजुरको टाइम्स फार्मास्युटिकल भयो होइन, गोर्खा सिमेन्ट, हजुरको पिएमआई, अगेन सिमेन्ट म्यानुफ्याक्चरिङ, हजुरको ओइल प्रोसेसिङ, लुब्रिकेन्ट्सहरू. सो विभिन्न अर्गनाइजेसनहरूले चलाइरहनु. त्यसै गरेर यता इ कमर्स, हजुरको यता ट्रेडिङ होलसेलतिर पनि थुप्रै हुनुहुन्छ. सो कोरियन ब्युटिफाइड, ब्युटी पोइन्ट, हजुरको ब्युटी क्लिक भयो, त्यसै गरेर गिफ्ट पाण्डु होइन, वेलनेसहरू भयो. एजुकेसन सेक्टर हजुरको लिङ्कन स्कुल, इएसएलहरू गराउनुभएको छ. त्यसै गरेर हजुरको आइएनजिओमा पनि चलिरहेको छ. र यता हजुरले हेर्नुभयो भने राइट साइडमा रियालिटी सेक्टरतिर भयो र टेक कम्पनीहरूले पनि चलाइ चाहिँ रहन्छ. र यता तल हजुरको यो हाम्रो बक्सभित्र हेर्नुभयो भने चाहिँ हाम्रो करेन्ट अफिसियल पार्टनर्सहरू चाहिँ देख्नुहुन्छ. हाम्रो पार्टनरसिपको कुरा गर्दाखेरि चाहिँ हाम्रो दुईवटा लेभल हुन्छ. एउटा चाहिँ लर्निङ पार्टनर भनेर हुन्छ र अर्को चाहिँ हजुरको अफिसियल पार्टनर भनेर हुन्छ. र अफिसियल पार्टनरभित्र पनि हजुरको चाहिँ यता रेडी पार्टनरबाट चाहिँ हामी सुरु गर्छौँ पार्टनरसिपलाई. त्यसपछि हजुरको सिल्भर पार्टनर हुन्छ र त्योभन्दा माथि हाम्रो गोल्ड पार्टनर चाहिँ हुनुहुन्छ. सो करेन्टली हाम्रो सिल्भर पार्टनरमा चाहिँ दुईजना हुनुहुन्छ, हाम्रो प्रिसिजन पिरामिड र हजुरको स्मार्ट एन्ड टेक्नोलोजी. त्यसै गरेर रेडी पार्टनरमा हाम्रो अरू 6जना चाहिँ हुनुहुन्छ र लर्निङ पार्टनरहरू पनि हाम्रो चाहिँ हुनुहुन्छ. सो यसमा पनि हजुरले केही जिज्ञासा छ भने मलाई फेरि वाट्सएपमै हजुरले डाइरेक्टली सोध्नुभयो भने म हामीले अझै डिटेलमा चाहिँ कुरा चाहिँ भन्छु. सो अब चाहिँ कुरा गर्दाखेरि चाहिँ मेनली हजुरले रेकरिङ रेभेन्यू चाहिँ कता चाहिँ बनाउन सक्नुहुन्छ होइन. सो पहिला सुरु त हामीले अघि लाइसेन्सिङमा कुरा गऱ्यौँ. त्यसै गरेर उडु क्लाउड होस्टिङ छ, त्यसमा पनि हजुरले कमिसन्सहरू बिल्ड गर्न मिल्ने भयो डिपेन्डिङ हजुरको पार्टनरसिपको लेभलमा चाहिँ. त्यसै गरेर अब हजुरले इफ कस्टम सफ्टवेयरहरूको डेभलपमेन्टहरू चाहिँ गराउनुभएको छ प्रायः केसमा होइन. सो त्यो केसमा चाहिँ हामीले के गर्छ के देख्छौँ भन्दाखेरि चाहिँ सो वेन युआर क्रिएटिङ ओन कस्टम सफ्टवेयर, सो त्यसमा युआर रिइन्भेन्टिङ द होल व्हिल होइन. सो त्यो भनेको हजुरले स्क्रचदेखि नै अब फाउन्डेसनहरूदेखि नै हजुरले काम गर्नुपर्ने हुँदाखेरि हजुरले टाइम पनि त्यहाँ इन्भेस्ट गर्नुपर्ने भयो. त्यसपछि हजुरको रिसोर्सेस पनि भयो. र त्यो मात्र नभएर अब जुन क्लायन्टको चाहिँ स्पेसिफिक निडहरू भइरहेको छ, सो त्यहाँभन्दा पनि एउटा फन्डामेन्टल हजुरले फाउन्डेसनै बिल्ड गर्नु पनि हजुरले रिसोर्स चाहिँ धेरै इन्भेस्ट चाहिँ गर्नुपर्ने. अर्को भनेको जब हजुरले कस्टम सफ्टवेयर नै डेभलप गर्दाखेरि चाहिँ त्यहाँ हजुरको मेन्टेनेन्स डेट भन्छ हामी चाहिँ. सो त्यहाँ हजुरको यो जुन बग फिक्सहरू होला नत्र एपिआई मेन्टेनेन्सदेखि लिएर होइन हजुर फ्रेमवर्क अपडेटहरूको लागि चाहिँ त्यहाँ पनि हजुरले टाइम र रिसोर्स पनि हजुरले खर्चिन चाहिँ परिरहेको चाहिँ हुन्छ. र अर्को भनेको चाहिँ अब एउटा यो चाहिँ अब नेपालको केसमा अलिकति रेलेभेन्ट पनि होला, हजुरको डेभलपरमा चाहिँ डिपेन्डेन्सी चाहिँ धेरै भइरहेको हुन्छ. एन्टायर फ्रेमवर्क नै हजुरले आफैले बनाउनु भइसकेपछि त्यहाँ अब स्टुडेन्ट पनि भइहाल्नु भयो भने डेभलपरहरू हुनुहुन्छ त्यहाँ चाहिँ एकदमै धेरै रिस्क चाहिँ भइरहेको हुन्छ. इफ यु टक अबाउट उबुन्टू हजुरले चाहिँ अब पुरै फ्रेमवर्क चाहिँ इट्स अटोमेटिकली नै अपग्रेडेड होइन. अदर देन जुन हजुरले कस्टम मोड्युलहरू बनाइरहनु भएको होला अथवा इन्टिग्रेसन डेभलपमेन्टहरू गर्नुभएको छ, त्यो बाहेक हाम्रो उडुको कोर एप्लिकेसन अटोमेटिक अपडेटमा चाहिँ पाउनु. त्यो हुने भयो. त्यसमा चाहिँ हजुरले के देख्नुहुन्छ यताबाट मेन त हजुरले कस्टम डेभलपमेन्ट भन्दा नि मेन उडुको फ्रेमवर्क नै हजुरले लेभरेज गर्नु भएर क्लायन्टको स्पेसिफिक निडहरूमा चाहिँ हजुरले जब काम गर्नुहुन्छ त्यसले गर्दा हजुरको टर्न अराउन्ड टाइम पनि कम हुने भयो. र अहिले जुन हाम्रो लाइसेन्सिङहरू पनि कुरा भएको थियो, सो इफ यु टक अबाउट हजुरले कुनै अलरेडी लाइसेन्सहरू पनि रिसेल गरि नै रहनु भएको छ भने त्यहाँ के देखिन्छ भन्दाखेरि अब फर द क्लायन्ट रेभेन्यू त्यहाँ धेरै चार्जेस चाहिँ हजुरको लाइसेन्समा चाहिँ गइरहेको हुन्छ. तर इन टर्म्स अफ उडु हजुरको चाहिँ यता लाइसेन्समा भन्दा पनि हजुरले चाहिँ सर्भिस मार्जिनहरू चाहिँ यहाँ रेभेन्यू चाहिँ बिल्ड गर्न सक्छ. सो त्यो भन्दै गर्दा अब अभियसली हजुरले उडु चाहिँ नेपालमा चाहिँ बेच्न सक्नुहुन्छ होइन. तर अर्को एउटा के चाहिँ अब्जर्भ गर्न सकिन्छ, नेपाल हेज एकदमै ठुलो डायस्पोरा होइन, ग्लोबली नै हुनुहुन्छ. जस कारण अब उडुमा के पाउनुहुन्छ हजुरले इन्टरनेसनल टिएमए, त्यो भनेको चाहिँ हाम्रो थुप्रै इकोनोमिजहरूको लागि अलरेडी थुप्रै यो मोड्युलहरू पनि पाउनुहुन्छ, लोकलाइजेसनहरू. जस कारण अब के पनि देखिन्छ कस्टम डेभलपमेन्ट गरि पनि हाल्नु पऱ्यो भने
हजुरले अब इकोनोमी बुझ्नु पर्यो, उहाँहरूको अब माइन्डसेट यो सफ्टवेयर कसरी चलाउनुहुन्छ होइन, र उहाँको बुझाइ के छ त, त्यो त्यहाँदेखि नै हजुरले समय पनि खर्चिनु पर्ने भयो। तर उडुको केसमा हाम्रो इट्स अलरेडी ग्लोबली चलाइ पनि रहनु भएको छ, ब्रान्ड पनि अलरेडी हजुरको प्रेजेन्स पनि हुने भयो होइन, जस कारण हजुरले सिम्पली लाइसेन्सहरू बेच्नु भयो। सो उडुको लोकलाइजेसन र हजुरको हाम्रो मोड्युल्सहरू हजुरले लेभरेज गर्नुभयो, हजुरले चाहिँ इम्प्लिमेन्टेसनहरूबाट हजुरले रेभेन्यू पनि बिल्ड गर्न सक्नुहुन्छ, लाइसेन्स कमिसन हुने नै भयो होइन। सो यहाँ पनि हजुरले रेभेन्यू चाहिँ बिल्ड गर्न मिल्ने भयो। आई थिङ्क दिस इज अ भेरी गुड अपर्च्युनिटी होइन, when it comes to expanding your market and services globally. सो अब पार्टनरसिपकै कुरा गर्नुहुन्छ भने हाम्रो तिनवटा पार्टी हुने भयो। एउटा त हाम्रो कस्टमर्स नै हुनुहुन्छ। अब जब कस्टमरहरूले हाम्रो लाइसेन्सहरू किन्नुहुन्छ, त्यसपछि अब उडु सपोर्ट पनि लिन मिल्यो, पार्टनर सपोर्ट पनि लिन मिल्ने भयो होइन। त्यसै गरेर अब पार्टनरले अब हजुरले अब पार्टनरसिप र जब लाइसेन्सहरू बेच्नुहोस्, मेन भनेको हजुरले लाइसेन्सहरू बेच्नुहुन्छ, त्यसै गरी इम्प्लिमेन्टेसन सर्भिसेस होइन, फङ्सनल टेक्निकल लेभलमा हजुरले इम्प्लिमेन्ट गर्नुहुन्छ, र हजुरले अन्य हजुरको आफ्नै बिजनेस सर्भिसेसहरू पनि हजुरले दिन सक्नुहुन्छ। त्यसै गरेर उडुकै हजुरको कुरा गर्नुहुन्छ भने हामीले कस्टमर्सलाई पनि सर्भिस दिन्छौँ, र त्यसै गरेर हाम्रो पार्टनर्सलाई पनि सपोर्ट चाहिँ दिन्छौँ। त्यसमा हाम्रो तिनवटा कुरा आउनु भयो होइन। एउटा चाहिँ हजुरको प्रोफेसनल सर्भिसेस, जसमा चाहिँ हाम्रो एकजना डेडिकेटेड पार्ट म्यानेजर हुनुहुन्छ, त्यसै गरेर कस्टमर टिम हुनुहुन्छ, र हामीले चाहिँ फङ्सनल टेक्निकल लेभलमा पनि हाम्रो कन्सल्टिङ सर्भिसेस प्रोभाइड गर्छौँ। अर्को भनेको हाम्रो भ्याल्यु प्रोपोजिसन छ, जहाँ चाहिँ हजुरले कसरी रेभेन्यू चाहिँ बिल्ड गर्न सक्नुहुन्छ है। हजुरले लाइसेन्सको थ्रु कमिसन बिल्ड गर्नुहुन्छ, गुगल क्लाउड होस्टिङ छ त्यहाँबाट पनि बिल्ड गर्न मिल्यो, र अहिलेको जुन हाम्रो इम्प्लिमेन्टेसन र हजुरको बिजनेस सर्भिसेस छ त्यहाँबाट हजुरले 100% रेभेन्यू चाहिँ बिल्ड चाहिँ गर्न सक्नुहुन्छ। अर्को भनेको हाम्रो ट्रेनिङ रिसोर्स, त्यहाँ पनि दुइटा कुरा आउँछ होइन। त्यो एउटा चाहिँ हजुरको हाम्रो फ्री इ लर्निङ प्लेटफर्म पनि पाउनुहुन्छ, जहाँ कि हजुरको हामीले पार्टनरसिप हजुर आउने बित्तिकै हामीले प्लेटफर्ममा एक्सेस पनि दिन्छौँ, र हजुरले चाहिँ हजुरको टिम मेम्बरहरूले त्यहाँबाट मजाले उडु चाहिँ सिक्न सक्नुहुन्छ। त्यो बाहेक हाम्रो एउटा डेडिकेटेड पार्टनर बुट क्याम्प भनेर पनि पाउनुहुन्छ, जहाँ चाहिँ एकजना डेडिकेटेड ट्रेनर नै राखेर हजुरकोलाई बेसिकली 7 हप्ता लामो बुट क्याम्प चाहिँ हुन्छ, र हजुरको टिमबाट 3जना 4जना पार्टिसिपेट गर्नु भएर त्यहाँ चाहिँ त्यसमा पनि म अलिकति डिटेलमा चाहिँ फेरि पनि आउँछु। सो बिसाइड्स सेलिङ लाइसेन्सेस गुगल क्लाउड होस्टिङ होइन, अरू थुप्रै सर्भिसेसहरू बेच्न मिल्ने चाहिँ भयो पार्ट अफ इम्प्लिमेन्टेसन अथवा बिजनेस सर्भिसेस। यता कन्सल्टिङ सर्भिस भयो, हजुरले ग्याप एनालिसिसहरू गर्नुहुन्छ होइन। त्यसै गरेर अब भने इम्प्लिमेन्टेसन कन्फिगरेसन छ, डेभलपमेन्ट कस्टमाइजेसन, नत्र अब उडुको क्लाउड होस्टिङ सेपरेट भयो, तर हजुरले अन प्रेमिस पनि होस्टिङहरू गर्न मिल्यो, थर्ड पार्टी पनि गर्न मिल्ने भयो, हार्डवेयरहरू सेटअप गर्न मिल्ने भयो। इम्प्लिमेन्ट भइसकेपछि हजुरले ट्रेनिङहरू दिन सक्नुहुन्छ। त्यसै गरेर अब उडुमा एभ्री इयर नयाँ फिचर्स अपग्रेडहरू आइरहेको हुन्छ, त्यहाँ पनि हजुरले अब माइग्रेसन चाहिने हो कि अपडेट्स होइन, यता सपोर्टहरू पनि दिन चाहिँ सक्नुहुन्छ। यसरी हजुरले जब इम्प्लिमेन्टेसन अथवा बिजनेस सर्भिसेसहरू चाहिँ दिनुहुन्छ, यहाँ हजुरले आफ्नै हिसाबले फिस पनि तोक्न सक्नुहुन्छ, र यहाँ चाहिँ यस्तो सर्भिसहरू दिँदाखेरि उडुले चाहिँ केही पनि यता चाहिँ गर्दैन। सो अब रेभेन्यूकै कुरा गर्नु पर्दाखेरि चाहिँ अब हाम्रो कन्टेक्स्ट हेरेर हुन्छ यो चाहिँ होइन, तर इन जेनरल हामीले देख्ने भनेको चाहिँ अब सानो कम्पनी हुनुहुन्छ, अथवा हजुर फ्रिलान्सर्स नै हुनुहुन्छ, अथवा उडुमा नयाँ हुनुहुन्छ होइन, हजुरले एक्लै पनि अथवा 1-2जना हजुरको फङ्सनल कन्सल्टेन्ट, टेक्निकल कन्सल्टेन्ट त्यहाँबाट पनि सुरु गर्न मिल्यो, नत्र हजुरको एटलिस्ट 2जना यता फङ्सनल नहोला 2जना टेक्निकल हुनुहुन्छ भने त्यसरी पनि हजुरले उडुमा चाहिँ पार्टनरसिपमा काम चाहिँ गर्न सक्नुहुन्छ। त्यो गर्दा अन एभरेज हजुरले 2-3वटादेखि 4-5वटा प्रोजेक्ट चाहिँ मजाले ह्यान्डल चाहिँ गर्न सक्नुहुन्छ। त्यो हुँदा अब त्यहीबाट पनि आरओआई चाहिँ हजुरले एनालाइज पनि, त्यसमा हजुरले अझै डिटेलमा हजुरको एक्चुअली कन्टेक्स्टहरूको बेसिसमा हामीले रेभेन्यूहरूदेखि लिएर यो सबैमा पनि हजुर बुझ्न मन छ भने मलाई एकचोटि कन्ट्याक्ट चाहिँ गर्नु सक्नु। मैले यता पार्टनर सर्भिसेसहरूको बारेमा कुरा चाहिँ गरेको थिएँ। सो यसमा चाहिँ हजुरले एकजना डेडिकेटेड पार्टनर म्यानेजरको कुरा गरेँ होइन, यता चाहिँ हजुरको एकजना मेन पोइन्ट अफ कन्ट्याक्ट चाहिँ उहाँ हुनुहुन्छ पार्टनर बनिसकेपछि चाहिँ, र यहाँ हजुरलाई प्रि सेल्स एक्टिभिटिजमा सपोर्ट चाहिएला, अथवा मेबी हजुरको चाहिँ सेल्स पाइपलाइन म्यानेज गर्नु पऱ्यो होइन, अथवा हजुरको चाहिँ जुन रिसोर्सेस होला कम्पनी केपेबिलिटिज, हजुरको कम्पिटेन्सिजहरू कस्तो छ, त्यसकै बेसिसमा हजुरलाई चाहिँ हामीले सेल्स स्ट्राटेजी पनि त्योसँगै चाहिँ हामी काम चाहिँ गर्छौँ होइन। त्यसै गरेर हजुरको कस्टमर सक्सेस यता हजुर र
उडुको बिचमा चाहिँ रिलेसन मेनली हाम्रो पार्टनर म्यानेजरको थ्रु हुन्छ। तर हजुरले जब लाइसेन्सहरू बेच्नुहुन्छ र इम्प्लिमेन्ट गर्नुहुन्छ, त्यो क्लाइन्टसँग चाहिँ हाम्रो कस्टमर सेटिस्फ्याक्सन कस्टमर सक्सेस टिमको थ्रु चाहिँ हामीले रिलेसन चाहिँ मेन्टेन गर्छौँ। त्यो हुँदाखेरि चाहिँ यता मेन भनेको हजुरको इम्प्लिमेन्टेसनहरू गरिसकेपछि हजुरको इम्प्लिमेन्टेसन ग्यापहरू छ कि छैन, अथवा त्यहाँ अपसेलिङ अपर्च्युनिटिजहरू छ कि, त्यो सबै चाहिँ हामीले यताबाट चाहिँ काम चाहिँ गर्छौँ। र हजुरको चाहिँ अब इफ हजुर पार्टनरसिपमा हुनुहुन्छ भने त्यहाँ हजुरलाई चाहिँ रेभेन्यू पनि ग्रो गर्नलाई अब हजुरको टार्गेट्सहरू मिट गर्न पनि त्यो टिमले सपोर्ट चाहिँ गरिरहेको। अर्को हाम्रो इनेबलमेन्ट पार्टनर म्यानेजर भनेर हुन्छ, जहाँ कि हजुरको एज अ न्यू पार्टनर आउँदाखेरि जुन हजुरलाई सेल्स ट्रेनिङहरू चाहिने होला, त्यो हजुरलाई अन्य पनि ट्रेनिङ कोचिङहरू चाहिरहेको हुन्छ, यताबाट चाहिँ एरेन्ज हुन्छ। र हजुर चाहिँ एज अ सिल्भर गोल्ड पार्टनर जाँदाखेरि चाहिँ हाम्रो पार्टनर म्यानेजरको थ्रु चाहिँ सपोर्ट चाहिँ पाउनुहुन्छ। अब हाम्रो पार्टनर म्यानेजरको मैले अलिकति त भने होइन, सो यसमै के चाहिँ भन्नुपर्ने छ भन्दाखेरि हजुरको अब डिफ्रेन्ट कन्टेक्स्टबाट आउनुभएको हुन्छ। अब कोही चाहिँ उडुमा एकदमै नयाँ हुनुहुन्छ, अब कसैको कन्टेक्स्टमा भनौँ न हजुरको लिड्सहरू हुनुहुन्न होला, अब पार्टनरसिपमा आउनु अगाडि हजुरको लिड नै छैन होला होइन, त त्यहाँ पनि हजुरलाई कसरी सपोर्ट गर्न सक्छ, अथवा हजुरको चाहिँ अब लिमिटेड ब्यान्डविथ त्यो पनि एकदमै भइरहेको हुन्छ होइन। सो इफ हजुरको एसएमई माइक्रो एसएमईमा हुनुहुन्छ र हजुरले चाहिँ उडु पार्टनरसिपमा इन्ट्रेस्टेड हुनुहुन्छ, सो त्यसमा पनि हजुरको लिमिटेड ब्यान्डविथ भए पनि हामीले कसरी काम गर्न सक्छौँ, त्यसमा पनि हजुरले एज अ पार्टनर आइसक्नु भएपछि पार्टनर म्यानेजरको थ्रु एरेन्जमेन्टहरू चाहिँ गर्न चाहिँ खोज्छौँ। त्यसै गरेर हाम्रो के पनि देखिन्छ कति केसमा अब सेल्स टिम चाहिँ हजुरको केसमा स्ट्रङ भइरहेको हुन्छ, अथवा टेक्निकली चाहिँ अब हजुरको स्ट्रङ भइरहेको हुनसक्यो होइन। सो त्यही अनुसार हजुरले त्यहाँ ग्याप भएको स्ट्रेन्थहरूमा पनि हामीले सँगै काम चाहिँ गर्छौँ। अर्को भनेको अब हजुरको केसमा लिड्सहरू अलरेडी भइरहेको हुनसक्छ, तर त्यहाँ क्लोज नभइरहेको पनि हुनसक्छ होइन। सो त्यसमा पनि हामीले सँगै मिलेर डिलहरू पनि क्लोज गर्न चाहिँ खोज्छौँ। र अर्को भनेको आउटसोर्सिङ अपर्च्युनिटिज। सो हजुरले अलरेडी डायस्पोराको मैले कुरा गरेँ, त्यहाँ पनि हजुरले आफै पनि लिडहरू खोज्नु भएर त्यहाँ बेच्न पनि मिल्यो, र अरू पनि कन्ट्रिजहरूमा हजुरले एक्सेसहरू पाएर त्यहाँ पनि हजुरले बेच्ने अप्सन। सो मैले पार्टनरसिपकै सपोर्टमा कुरा गर्नु पर्दाखेरि अब मेनली अब लाइसेन्सहरू बेच्छौँ है एज पार्टनर्स, त्यसपछि इम्प्लिमेन्टेसनहरू कुरा गऱ्यौँ। सो यहाँ दुइटै तिनवटा कुराहरू चाहिँ देख्छौँ। सो जब हजुरले क्लाइन्टसँग कुरा गर्नुहुन्छ, त्यहाँ अब क्लाइन्टलाई अब डेमो दिनुपर्ने होला होइन, टिमले नै डेमो दिनुहुन्छ, तर त्यहाँ पनि हजुरलाई कुनै लेभलको हाम्रो सपोर्ट चाहियो भने फङ्सनल कन्सल्टेन्टसँग टाइम चाहिँ लिन मिल्ने भयो। अर्को भनेको हजुरले फर इक्जाम्पल प्रोजेक्टको लागि हजुरले प्रपोजलहरू दिनुपर्ने हुन्छ, त्यहाँ आरओआई एनालिसिस गर्नुपर्ने होला, अथवा हजुरको प्रोजेक्ट स्कोपिङहरू मिलाउनु पर्ने होला होइन, टु मेक स्योर कि हजुरको प्रोजेक्ट चाहिँ प्रफिटेबल छ। त्यहाँ पनि हजुरले फङ्सनल कन्सल्टेन्ट टाइम लिनु भएर त्यहाँ स्कोपिङहरू पनि काम चाहिँ गर्न सक्नुहुन्छ। र अब इम्प्लिमेन्टेसनकै कुरा गर्नु पर्दाखेरि हजुरले जब इम्प्लिमेन्टेसनको फेजमा हुन्छ र अब फङ्सनल टिमहरूले हजुरको टिमले मजाले नै इम्प्लिमेन्ट चाहिँ गर्नुहुन्छ, त्यहाँ हामीले के देखिरहेको हुन्छौँ 70 to 90% रिक्वायरमेन्ट चाहिँ मजाले इम्प्लिमेन्ट गर्नुहुन्छ, तर सम पार्ट अफ द इम्प्लिमेन्टेसनले गर्दाखेरि चाहिँ हजुरको इम्प्लिमेन्टेसन डिलेहरू भइरहेको हुन्छ होइन, र त्यहाँ चाहिँ कस्टमर सेटिस्फ्याक्सनको क्वेसन हुन्छ। त्यो हुँदाखेरि हजुरले त्यहाँ पनि फङ्सनल कन्सल्टेन्टसँग टाइम लिनु भएर चाहिँ वर्क अराउन्डहरू खोज्न सक्नुहुन्छ, र टाइममै हजुरको प्रोजेक्ट पनि सघाउनु चाहिँ मिल्ने भयो। र अर्को भनेको हजुरले फङ्सनल लेभलमा त नभएर हजुरले इन्टिग्रेसन अथवा मोड्युलै बनाइरहनु भएको छ भने पनि हाम्रो टेक्निकल कन्सल्टेन्ट छ, त्यहाँ हजुरले टाइम लिनु भएर कोड रिभ्यू अथवा टेक्निकल एडभाइजरी चाहिए पनि हजुर कन्सल्टिङ सर्भिसेसहरू चलाउनु मिल्यो। र यो बाहेक अर्को चाहिँ मैले एउटा बुट क्याम्प पनि भनेको थिएँ होइन, सो इ लर्निङ प्लेटफर्म त भइ नै हाल्यो, तर हजुरको बुट क्याम्प पनि हामीसँग चाहिँ अभाइलेबल छ। सो हजुरको टिम चाहिँ अब उडुमा एकदमै नयाँ हुनुहुन्छ, बट देन लाइक यु वान्ट टु जोइन इन एज अ पार्टनर, बट यु अल्सो वान्ट टु मेक स्योर कि अब 2-3 महिनाभित्रै मेरो टिम चाहिँ रेडी होस् टु फेस क्लाइन्ट्स होइन, कन्फिडेन्टली इम्प्लिमेन्टेसनहरू गर्नको लागि भने चाहिँ यो पनि हामीसँग अभाइलेबल चाहिँ छ। सो यहाँ चाहिँ हामीले के गर्छौँ, एकजना डेडिकेटेड कोच नै राखेर हजुरको 7 हप्ता लामो बुट क्याम्प चाहिँ हुने भयो। सो यसमा हजुरको 18-19वटा कोर मोड्युलहरू हामीले मजाले नै कभर गर्छौँ, र हजुरको चाहिँ केस स्टडिजहरू पनि हुन्छ, र उडु इम्प्लिमेन्टेसन मेथोडोलोजी पनि हामीले चाहिँ कभर चाहिँ गर्छौँ। त्यो हुँदा हजुरको टिमले चाहिँ कन्फिडेन्टली क्लाइन्टहरूसँग फेस गर्ने, क्लाइन्ट रिक्वायरमेन्ट्सहरू लिने, र फङ्सनल लेभलमा हजुरले इम्प्लिमेन्टेसनसम्म पनि गर्न चाहिँ सक्छ। सो 7 हप्ता भनेपछि लगभग हजुरको 1.5-2 महिनाको चाहिँ हुने भयो। So all these functional consulting, technical consulting, र हजुरको boot camp पनि this will be a part of your partner support back होइन. So this is our transparent way of providing you with consulting services so that you can successfully deliver projects.
र अल्सो टु मेक स्योर कि योर टिम इज केपेबल टु प्रोभाइड इम्प्लिमेन्टेसन नेपाल। सो यहाँ हाम्रो सक्सेस प्याक चाहिँ हाम्रो 3टा अप्सन चाहिँ पाउनुहुन्छ। सो यो स्ट्यान्डर्ड भनेर हुन्छ जहाँ कि 50 आवर्सको सक्सेस कस्टम प्लान त्यो भनेको 100 आवर्सको सक्सेस प्याक भयो र प्रो भनेको 200 आवर्सको। सो सुरुमा हेर्दा यो हजुरलाई के हो भनेर बुझ्न खोज्नुहुन्छ भने चाहिँ यो चाहिँ एक हिसाबले एउटा रिचार्ज जस्तो हुनुभयो र हजुरको 50 आवर्सको फर इक्जाम्पल लिनुभयो भने चाहिँ सो हजुरले 35 आवर्स चाहिँ यहाँबाट हामीले बुट क्याम्पको लागि चाहिँ छुट्याउँछौँ। सो त्यो हुँदाखेरि चाहिँ हजुरको 50 आवर्समा फर इक्जाम्पल हजुरले लिनुभएको छ भने त्यहाँ 35 आवर्स चाहिँ यो बुट क्याम्पको लागि छुट्टिने भयो र हजुरको टाइम सिटमा 15 आवर्स चाहिँ बाँकी रहने भयो। र त्यो 15 आवर्स 50 आवर्स लिनुभएको छ भने 15 आवर्स हजुरले फङ्सनल टेक्निकल हजुरले क्युएनएहरूको लागि चलाउन चाहिँ सक्नुहुन्छ। अब त्यो कसरी चल्छ भन्दाखेरि त्यो 15 आवर्स फेरि हजुरको 10 मिनट्सको टाइम स्लटमा चाहिँ डिडक्ट हुँदै जान्छ। सो अनगोइङमै हजुरको त्यहाँ चाहिँ कटिँदै जाने भयो। सो त्यसरी चाहिँ हजुरले मजाले फङ्सन टेक्निकल कम्प्युटरसँग जोडिन चाहिँ सक्नुहुन्छ। सो 100 आवर्सको हो भने चाहिँ त्यही 35 आवर्स चाहिँ हजुरको बुट क्याम्पको लागि छुट्टिने भयो र 65 आवर्स चाहिँ हजुरको बाँकी रहन्छ र हजुरले त्यहाँबाट पनि डेडिकेटेड कन्सल्टेन्ट चाहिने हो कि त्यो केसमा चाहिँ होइन, अथवा क्युएनएलाई पनि चलाउँछ नि। र 200 आवर्स पनि त्यसरी नै हुनुभयो। सो यो 50 आवर्स भनेको चाहिँ हजुरको $2,240को प्याकेज हुने भयो। हजुरको 100 आवर्स भनेको $4,000को र 200 आवर्स भनेको $8,000 प्याकेज हुने। र अगाडि बढ्दाखेरि मैले पार्टनर बुट क्याम्प भनि नै हालेँ। त्यसपछि टेक्निकल ट्रेनिङ पनि हामीसँग चाहिँ टिसिओ भनेर अभाइलेबल हुन्छ। सो त्यसमा पनि हजुरलाई अझै बुझ्ने मन छ भने मलाई डाइरेक्टली पनि होइन। र अर्को भनेको उडु मास्टर। सो अगाडि जर्नी चाहिँ बढ्दै गर्दा हजुरलाई कुनै स्पेसिफिक मोड्युलमा हजुरलाई सिक्ने छ भने पनि हाम्रो मास्टर क्लास पनि चाहिँ। अब पार्टनरसिपकै कुरा पर्दाखेरि चाहिँ हाम्रो अहिले भनेको 2टा लेभल छ होइन। सो एउटा चाहिँ लर्निङ पार्टनरसिप हो, अर्को भनेको चाहिँ अफिसियल। सो लर्निङ पार्टनरसिपमा हाम्रो त्यस्तो इनिसियल टार्गेट्स हुँदैन। त्यसमा मेन हाम्रो अब्जेक्टिभ भनेको चाहिँ हजुरले लर्निङ नै हुन्छ र सँगसँगै हजुरले उडुको लाइसेन्सहरू बेच्न चाहिँ मिल्छ फेरि। र यसमा अलिकति हजुरको लिमिटेसन भनेको चाहिँ यो बेनिफिट्सहरू हुन्छ। सो यता भिजिबिलिटी चाहिँ पाउनु हुँदैन। त्यो भनेको अब हामीले उडुको वेबसाइटमा चाहिँ भिजिबल हुनुहुन्न। सो हजुरले उडु पार्टनर्स इन नेपाल भनेर खोज्नुभयो भने हाम्रो पार्टनरहरूको लिस्ट पाउनुहुन्छ, त्यहाँ पनि भिजिबिलिटी चाहिँ पाउनु हुँदैन। र हामीले अफिसियल पार्टनर्सहरूलाई चाहिँ हाम्रो ट्रायलहरूमा आउने लिडहरू भयो होइन, अथवा हाम्रो वेबसाइटमा लिड्सहरू हुनुहुन्छ त्यो पनि हामीले प्रोभाइड गर्छौँ। तर यता लर्निङ पार्टनरमा त्यो बेनिफिट चाहिँ पाउनु भएन। तर पनि हजुरले जब लाइसेन्सहरू चाहिँ बेच्नुहुन्छ त्यहाँ 10%को कमिसन चाहिँ पाउनुभयो। र उडु क्लाउड होस्टिङ पनि बेच्नु भयो भने त्यहाँ पनि हजुर कमिसन चाहिँ पाउनुहुन्छ। र अर्को चाहिँ उडुको ट्रेडमार्क पनि हाम्रो ब्रान्ड गाइडलाइन अनुसार हजुरले चलाउनु भयो र आफ्नै लिडहरू जेनेरेट चाहिँ गर्नुहुन्छ। सो यता लर्निङ पार्टनर बन्नको लागि चाहिँ हजुरको $390 चाहिँ हाम्रो पार्टनरसिप चाहिँ हुन्छ। सो त्यसपछि हाम्रो अफिसियल पार्टनरसिपको कुरा गरेँ। सो हजुरलाई एज अ अफिसियल पार्टनरसिप नै आउनुहुन्छ भने एडिसनल बेनिफिट्सहरू चाहिँ पाउनुहुन्छ। त्योभन्दा अगाडि मैले अलिकति हाम्रो क्राइटेरियाहरू चाहिँ कुरा गरेँ। सो हजुरले अफिसियल पार्टनरसिपमा आउनुभयो भने चाहिँ सुरुमा रेडी पार्टनरबाटै सुरु गर्छौँ र एज हामीले टार्गेट्सहरू मिट गर्दै जान्छौँ सिल्भर र गोल्डतिर चाहिँ। सो रेडी पार्टनरको लागि चाहिँ हजुरले पार्टनरसिप सुरु भइसकेको 3 महिनाभित्र चाहिँ हजुरले 10वटा लाइसेन्स चाहिँ बेचेको हुनुभयो र हजुरले एउटा एकजना टिम मेम्बरलाई चाहिँ उडुमा सर्टिफाइड चाहिँ गर्नुपर्ने। र हजुरको त्यस्तो रिटेन्सन रेट चाहिँ इनिसियली चाहिँ हामीले हेर्दैनौँ, तर सिल्भर पार्टनर गोल्ड पार्टनर बन्ने चाहिँ हाम्रो क्राइटेरिया चाहिँ हुने। र रेडी पार्टनरको लागि त्यो क्राइटेरिया भयो। त्यसपछि हजुरले यता भिजिबिलिटी पनि पाउनुहुन्छ। त्यो भनेको चाहिँ अब उडु पार्टनर्स अफिसियल पार्टनर्सको लिस्टमा पनि भिजिबल हुने भयो र हाम्रो अब जुन लिडहरू हाम्रो कहाँ जेनेरेट भइरहेको हुन्छ त्यो पनि हामीले हजुरलाई चाहिँ प्रोभाइड गर्छौँ। सो द्याट विल हेल्प यु टु क्लोज मोर डिल्स एन्ड। सो अर्को भनेको चाहिँ अब हाम्रो भिजिबिलिटी भइसकेपछि डाइरेक्टली पनि क्लाइन्टहरूले हजुरलाई कन्ट्याक्ट गर्नुहुन्छ, त्यहाँबाट पनि डिलहरू चाहिँ क्लोज गर्नु सक्छ। र अर्को हजुरले फेरि यहाँ पनि ट्रेडमार्क चलाउनु भयो र हाम्रो ब्रान्ड गाइडलाइन अनुसार चाहिँ हजुरले लिडहरू जेनेरेट गरेर पनि डिल क्लोज गर्न मिल्ने चाहिँ भयो। सो यसमा बेनिफिटहरूमा फेरि कमिसन्समा हेर्नुभयो भने चाहिँ हजुरको 10%। सो हजुरले लाइसेन्सहरू बेच्दाखेरि चाहिँ 10%बाट सुरु गर्छौँ र 15-20%सम्म जाने भयो डिपेन्डिङ अन पार्टनर लेभल होइन। त्यसपछि हजुरको चाहिँ उडुको क्लाउड होस्टिङ बेच्न चाहिँ सक्नुहुन्छ, 50%को चाहिँ कमिसन चाहिँ हुने भयो। र हजुरको अफिसियल पार्टनरसिपमा हजुरले जोइन गर्नको लागि चाहिँ $1,990 चाहिँ हाम्रो पार्टनरसिप चाहिँ हुने हुन्छ। यो चाहिँ हाम्रो एनुअल रेकरिङ चाहिँ हुने भयो।
र हाम्रो रेडी सिल्भर गोल्डको पार्टनरसिप एउटै रहने फर एभ्री अपलिभ सो दिज आर आवर पार्टनरसिप लेभल्स र यसमा चाहिँ हजुरलाई केही अझै डिटेलमै क्वेसन पनि होला सो एकचोटि मलाई नत्र वाट्सएपमा हजुरले केही ड्रप गरिदिनु भयो भने चाहिँ एकचोटि कनेक्ट गरेर हजुरको कन्टेक्स्टहरू मैले बुझेर होइन त्यसपछि अझै हजुरलाई एडभाइस चाहिँ दिन चाहिँ सक्छु सो या सो एकचोटि यसमा अझै कनेक्ट गरेर राम्रैसँग कुरा चाहिँ गर्दा राम्रो अब मैले अफिसियल पार्टनरसिपकै अलिकति थप डिटेलमा चाहिँ कुरा गरेँ सो हजुरले अफिसियल पार्टनरसिप के चाहिँ बेनिफिट चाहिँ अनलक गर्नु सो एउटा चाहिँ हजुरले यता उडु एन्टरप्राइजको लाइसेन्सहरू बेच्न मिल्यो इम्प्लिमेन्टेसन सर्भिसेसहरू पनि प्रोभाइड गर्न मिल्यो होइन त्यसै गरेर हजुरले पार्टनर कमिसन्सहरू पनि त्यहाँ पाउनु भयो बोथ अन उडु लाइसेन्सेस एज वेल एज यता उडु क्लाउड होस्टिङ होइन र यता हाम्रो लाइसेन्सहरूमा फ्लेक्सिबल होस्टिङ पनि पाउनु भयो सो सास छ त्यसै गरेर उडुकै क्लाउड होस्टिङ र हजुरको अन प्रेमिस पनि गर्न मिल्यो र हाम्रो वेबसाइट भिजिबिलिटी पनि पाउनु भन्दाखेरि थप डिलहरू चाहिँ यहाँबाट क्लोज गर्न मिल्ने र सोर्स कोड एपिआई पाइसकेपछि हजुरले क्लाइन्टको रिक्वायरमेन्टहरूमा काम गर्न सक्नुहुन्छ तर मार्केटको कुनै ग्यापहरू पनि आइडेन्टिफाई गर्नुभयो भने आफ्नै मोड्युलहरू पनि बनाएर हजुरले मोनिटाइजसम्म गर्नु चाहिँ सक्छ र अब पार्टनरसिपमा चाहिँ को चाहिँ बन्न सक्नुहुन्छ भन्ने कुरामा अब इफ युआर रेजिस्टर्ड कम्पनीज होइन हजुर चाहिँ अब एकाउन्टिङ ब्याकग्राउन्डमा हुनुहुन्छ कन्सल्टिङ फर्महरू हुनुहुन्छ अथवा हजुर चाहिँ सिस्टम इन्टिग्रेटेड सफ्टवेयर डेभलपर्स अथवा कस्टम सफ्टवेयर डेभलप गरिरहनु भएको छ आउटसोर्स नै गरिरहनु भएको छ नेपाल बाहिर पनि हजुर जोडिन चाहिँ सक्नुहुन्छ अथवा इभन एज फ्रिलान्सर्स हजुर चाहिँ कुनै इन्डस्ट्री स्पेसिफिक हजुर चाहिँ एक्सपर्टिज हुनुहुन्छ अथवा हजुर चाहिँ फ्रिलान्सर्स हुनुहुन्छ होइन सफ्टवेयर डेभलपर नै हुनुहुन्छ पाइथनमा फ्यामिलीहरू हुनुहुन्छ भने पनि आबद्ध हुन सक्नुहुन्छ सो या त्यही नै हो त्यसपछि हामीले हजुरलाई अब पार्टनरसिपको लागि चाहिँ एकचोटि मैले वाट्सएपको क्युआर कोड चाहिँ राखेको छु यता एकचोटि स्क्यान गर्नु भएर मलाई हजुर क्वेसन्सहरू छ भने यहाँ पनि राख्न सक्नुहुन्छ नत्र मेरो मिटिङ लिङ्क पनि छ सो त्यहाँ पनि कनेक्ट गर्न सक्नुहुन्छ र एकचोटि हजुरको कन्ट्याक्ट बुझौँ र त्यहीँबाट हजुरलाई अगाडि चाहिँ स्टेपहरू बढ्दै जाउँला looking forward to connect with you and becoming a partner with us. Uh, thank you so much for your time. बिचमा हजुरलाई कुनै पनि क्वेसन्सहरू छ भने मलाई वाट्सएपमा पनि गर्न सक्नुहुन्छ अथवा मिटिङमा पनि जोड्न चाहिँ सक्नुहुन्छ अब पार्टनरसिपको कुरा गरिसकेपछि अब हजुरलाई एउटा केही पनि क्वेसन होला अब अगाडि चाहिँ कस्तो हुन्छ त जोड्ने चाहिँ होइन सो एउटा चाहिँ पार्टनर बनिसकेपछि हाम्रो अनबोर्डिङ कल हुन्छ हजुरलाई डेडिकेटेड एउटा पार्टनर म्यानेजर हामीले असाइन गर्छौँ र हजुरलाई पार्टनरसिपको सबै रिसोर्सहरू एक्सेस दिन्छौँ र हजुरले सिक्दै जानुभएपछि हाम्रो चाहिँ एभ्री मन्थ पार्टनर रिभ्यू हुन्छ र त्यसरी चाहिँ हामी जोड्ने चाहिँ बढाउँदै चाहिँ सो इन कन्क्लुजन हजुरले चाहिँ उडुसँग अब मैले अलिकति चाहिँ हजुरलाई कभर गरेँ होइन कसरी चाहिँ उडुमा रेकरिङ रेभेन्यू चाहिँ बिल्ड गर्न सक्नुहुन्छ त्यसै गरेर एउटा पार्टनरसिपको थ्रु हजुरले अब डिफ्रेन्ट लेभलमा हजुरले एउटा पार्टनरसिप जर्नी चाहिँ जोइन गर्न सक्नुहुन्छ लर्निङ पार्टनरसिप छ अफिसियल पार्टनरसिप त्यसै गरेर उडुको पार्टनरसिपसँग हजुरले चाहिँ यो अहिले जुन डिजिटल ट्रान्सफर्मेसनको चाहिँ यहाँ वेभ चाहिँ चलिरहेको छ नेपालमा त्यहाँ हजुरले स्टेप इन गर्न सक्नुहुन्छ है र हजुरको मेन भनेको एउटा हजुरको आफ्नो एक्सपर्टिज लिएर आउनुभएको छ हजुरले त्यसलाई नै लेभरेज गरेर हजुरको प्रोफेसनल नेटवर्कहरू होला अथवा हजुरले क्लाइन्ट बेस हुनुहुन्छ त्यहाँ हजुरले त्यहाँ अगाडि बढाउन सक्नुहुने भयो र उडुको इको सिस्टममा हजुरले स्टेप इन गर्नु भएर हजुरले लेभरेज गर्दै आफ्नो एउटा कम्पिटेटिभ एडभान्टेज चाहिँ हजुरले बिल्ड चाहिँ गर्न सक्नुहुन्छ सो आई थिङ्क द्याट्स प्रिटी मच इट होइन यसमा हजुरलाई केही क्वेसन छ भने फरवर्ड टु एन्सर अथवा मलाई वाट्सएपमा पनि गर्न चाहिँ सक्नुहुन्छ
think one of the questions here is यो accounting localization को बारेमा छ हैन. So basically हाम्रो यसमा चाहिँ नेपाली क्यालेन्डर हजुरको अनुसूची 13 को कुरा छ हैन. र यो सबै कुराहरू चाहिँ हामीले ल्याउँदैछौँ. सो यसमा होपफुली हाम्रो अलिकति स्टेबल भर्जन चाहिँ विदिन अक्टोबरसम्म चाहिँ हुनुपर्छ. सो त्योभन्दा अगाडि चाहिँ हाम्रो पार्टनर्सहरूले अलरेडी त्यो मोड्युलहरूमा पनि काम गरिसक्नु भएको छ हैन. र यसमा चाहिँ हजुरले आफैले पनि मोड्युल चाहिँ बनाउन सक्नुहुन्छ. सो उडुमा अलरेडी कम्प्रिहेन्सिभ अकाउन्टिङ पाउनुहुन्छ र यसमा स्टेप इन गर्नु भएर हजुरले पनि मोड्युलमा अलरेडी काम गर्नु मिल्छ. अथवा हजुरको चाहिँ यो अक्टोबर पछि चाहिँ यो लोकलाइजेसन चाहिँ I think we'll end it here. So thank you so much and looking forward to connect with you. मलाई WhatsApp पनि गर्न सक्नुहुन्छ नत्र मेरो मिटिङ पनि डाइरेक्टली हजुरले यहाँबाट सेड्युल चाहिँ गर्न सक्नुहुन्छ. अब हाम्रो एप्याकको लागि युट्युब च्यानल पनि छ. सो स्क्यान गर्नु भएर हाम्रो च्यानल पनि सब्सक्राइब चाहिँ गर्न सक्नुहुन्छ र यसरी नै हजुरले वेबिनारहरू चाहिँ अथवा थप कन्टेन्टहरू यहाँबाट. Thank you so much. Wish you a great day ahead.